नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स वहाँ भगवान् सम्यक सम्बुद्धमा मेरो सादर वन्दना श्रद्धेय बोधि ज्ञान महास्थवीर भन्तेमा मेरो सादर वन्दना तपाईँहरू सम्पूर्णमा मेरो मङ्गल मैत्री कामना भगवान् शरण मैले आज यहाँ हामीले श्रद्धेय बोधि ज्ञान महास्थवीरज्यूले निर्देशन दिनुहुने सायङ्कालीन ध्यान भावना कार्यक्रममा वाचन गरिने केही पाली गाथाहरू बुद्ध वचनहरूलाई हामीले शुद्ध रूपमा कसरी उच्चारण गर्ने भन्ने विषयमा अलिकति प्रस्तुत गर्न जाँदैछु। हुन त यहाँहरू सम्पूर्णले धेरै राम्रो गरिराख्नु भएको छ र धेरै जसोले शुद्ध रूपमा बोल्ने पनि गर्नुभएको छ। तर कहीँ कहीँ कतै कतै हामीलाई पाली शब्द भएको हुनाले गाह्रो अप्ठ्यारो हुने हुनाले मैले यो मैले जाने जति कसरी शुद्ध रूपमा वाचन गर्ने भनेर चाहिँ यहाँ प्रस्तुत गर्न गइरहेको छु। किनभने पाली भाषामा जसरी लेखिएको छ, जसरी बुद्ध वचन प्रस्तुत गरिएको छ, त्यसरी नै वाचन गर्नु एकदमै जरुरी हुन्छ। किनभने अलिकति वाचन गर्ने अशुद्ध हुनासाथ त्यसको अर्थ नै अर्को हुन जाने हुन्दछ। त्यस कारणले गर्दाखेरि हामीले सक्दो प्रयास गरौँ शुद्ध रूपमा यो बुद्ध वचन वाचन गर्ने। मैले चाहिँ यस्तै हामीले सधैँ नै बोधिज्ञान भन्तेको ध्यान भावना कार्यक्रममा गराइने यो बुद्ध वचनहरूलाई चाहिँ अलिकति कसरी शुद्ध रूपमा गर्ने भनेर यहाँ प्रस्तुत गर्न गइरहेको छु। हस्, धन्यवाद, सुनिदिनुहोला। जस्तै त्रिशरण गमन हामीले सधैँ जस्तो गर्ने, त्यसमा चाहिँ के छ? यो वदतं पवरो मनुजेषु शक्यमुनि भगवा कतकेचो पारगतो बलवीर्यसमङ्गी तं सुगतं शरणत्थमुपेमि रागविरागमनेजमशोकं धम्ममसङ्खत्मपतिकूलं मधुरमिमं पगुणं सुविभक्तं धम्ममिमं शरणत्थमुपेमि यत्थ च दिन्न महफलमाहु चतुषु शुचिषु पुरिसयुगेषु अट्ठ च पुग्गल धम्मदशाते सङ्घमिमं शरणत्थमुपेमि। साधु साधु साधु। यहाँ चाहिँ हामीले ध्यान दिनुपर्ने कुरा भनेको हामी कति चाहिँ व ए र ल वलाई चाहिँ हामी ब भन्ने गर्छौँ। जस्तै यो वदतङ हो, यो वदतङ होइन। राग विराग हो, राग विराग होइन। अनि अर्को भनेको चाहिँ त्यो जोडिएको अक्षरलाई हामीले उच्चारण गर्दाखेरि जस्तै शरण शरण थ, यसमा चाहिँ त आदि र थ छ होइन। शरण शरण न होइन, फेरि है शरण होइन, शरण अणको न, शरण शरणाथ मुपेमि है, अणको अण शरण अनि त र थ जोडिएको शरणाथ, शरण होइन, शरणाथ मुपेमि। यसरी दुई चारवटा कुराहरूलाई राम्रोसँग ध्यान दिएर बिस्तारै वाचन गर्ने। हामीले एकदम आफूले यो भनौँ अनुभूति गरेर यो यस्तो बुद्ध वचन, शुद्ध यो बुद्ध वचन वाचन गर्नु पाउनु भनेको हाम्रो लागि अति गौरवको कुरा हो। त्यसकारण अलिकति ध्यान दिएर होस राखेर बिस्तारै दुई चारवटा कुराहरू जस्तै ब होइन व, यो वदतङ, यो वदतङ होइन। राग विराग, राग विराग होइन। सुवि
भत्तङ होइन, सुबि भत्तङ होइन, अनि त्यस्तै शरण होइन, शरणथ होइन कि शरण, शरण अणको है, शरणार्थ मुपेमी भनेर यसरी अलिकति होस राखेर वाचन गर्नासाथ हाम्रो वाचन एकदम शुद्ध हुन्छ र हाम्रो मन एकदम शान्त र आनन्द आउने हुन्छ। त्यस्तै गरे, त्यसै कारणले हामीले चाहिँ यो बुद्ध वचनलाई शुद्ध तरिकाले बिस्तारै आनन्दपूर्वक प्रीतिपूर्वक वाचन गर्ने गरौँ। हस्, धन्यवाद, धेरै धेरै धन्यवाद।